हामी चाहिँ बर्दिवास आइपुगिसक्यौँ अनि बर्दिवास कति बज्यो 1 बजिसक्यो बर्दिवास आइपुग्दाखेरि। सो मैले चाहिँ ब्याग बाँधेर पनि रेडी गरिसकेँ यो सबै। अनि सेल्फी स्टिक चाहिँ छुटिरहेको थियो हाम्रो इन्स्टा 360 को, किनभने बाइकमा त लाउन मिल्छ तर यसै ह्यान्ड हेल्ड कि। सो अब चाहिँ हामी निस्किन्छौँ ढोका लाएर। अल्सो हामीलाई लङ वे जानुपर्ने छ, त्यसको लागि चाहिँ अलिकति प्रिपेयर्ड भएर जाउँ। ल गाइज, जय गणेश। So we are good with fuels. अब आज चाहिँ यहाँको होली हो, खासमा पहाडको होली, अनि अफिसको बिदा पनि थियो। त्यही मौकामा चाहिँ ल घर गएर अनि भोट पनि हाल्नु थियो, किनकि अब यो मेरो फर्स्ट टाइम हो भोटिङ गर्ने पनि। अनि एक भोट देशको लागि भन्दै हामी नालाका साथ यहाँ घरबाट निस्किसकेका छौँ। अल्सो होली पनि पर्छ बिचमा, तराईको होली। सो यो बिचमा कहिल्यै गएको थिइनँ म घर भन्नाले होलीको टाइममा चाहिँ, त्यही भएर योपालि होली पनि मनाइन्छ। अनि म तपाईँलाई केही यस्तो होलीको ग्लिम्स तराईको कस्तो हुन्छ भनेर पनि दिन्छु। त्यसको लागि च्यानल सब्सक्राइब गर्नुहोला र फेसबुकमा पनि फलो गर्नुहोला, दिपेश राइड्स। And the rides begins. मेरो चाहिँ के छ भनाइ भन्दाखेरि अलि बिहानै हिँड्न पर्ने थियो 5:30तिर। सो निस्किँदाखेरि 6:30 46 भइसक्यो रहेछ। अलि छिटै निस्केर चाहिँ जो सक्दो डिस्टेन्स कभर गर्दाखेरि चाहिँ आफूलाई पनि रमाइलो हुन्छ, अन्ध्यारोमै डिस्टेन्स कभर गर्नलाई भनौँ। अब गाडीहरू चल्न थाल्छ यति बेला चाहिँ। आज कुहिरो लागे जस्तो छ बाटोमा, भकुन्डे बेसी, जहिले पनि कुहिरो लाग्यो कि हुन्थ्यो। सो योपालि के छ भनेर हेरौँ। सो अरू पालि चाहिँ मैले ब्लग गरेको थिइनँ, अनि योपालि चाहिँ अब के हुन्छ भनेर ब्लगिङ गर्दै जाऊँ भनेर बाटोमा। अब पुरै चाहिँ गर्न सकिँदैन, सो जति सकिन्छ त्यति चाहिँ हामी गर्छौँ भन्नाले बाटोको अपडेट्सहरू दिँदै गर्छु म। फुल रेकर्डिङ गर्नलाई चाहिँ स्टोरेज टु मच चाहिन्छ होइन, स्टोरेज एकदम धेरै चाहिने भएकोले चाहिँ सर्टहरूमा अब धेरै मोटो ब्लगिङहरू हेर्दा आफू पनि सुरु गर्न लागु, अनि के हुन्छ भनेर हेरौँ होइन। दाइ किन कराइरहेछन् थाहा छैन होइन। हाम्रो अगाडिको मान्छे पनि बाहिरै गइरहेको जस्तो छ, किनकि क्यारिङ अ बिगर ब्याग्स विथ बाइक विथ हेलमेट एज वेल, किनकि दुईजनाले हेलमेट लाउने यहाँ खासै अहिले सुरु भइसकेको छैन। पशुपति क्षेत्रमा छौँ अहिले, अनि कुहिरो एकदम लागेछ भनेपछि बाटोमा नि हुनसक्छ, जाडो चाहिँ अलिअलि फिल हुँदैछ मलाई। उता त गर्मी छ भन्ने सुनेको छु। तर कुहिरो लाग्यो होला नि, प्लेन चाहिँ उडिरहेको रहेछ माथि।
भिजिबिलिटी चाहिँ छ होला भनेपछि प्लेनको लागि। हामी रिङ रोडबाट अहिले अब कोटेश्वर हुँदै जडीबुटी हुँदै भक्तपुर हुँदै जान्छौँ। सो सिन्धुलीको बाटो चाहिँ कस्तो हो भन्दाखेरि मेरो लागि 220 किलोमिटर जस्तो पर्छ जनकपुर पुग्नलाई। अनि त्यो भएपछि अलि भनौँ न सर्टकट बाटो, सजिलो बाटो जस्तो लाग्छ। सजिलो त ठिकै छ, तर अब यो फास्ट्याग बने पनि बाइक लिएर चाहिँ जान मिल्दैन। मलाई बाइक चलाउन चाहिँ रमाइलो लाग्छ। चिसो त वाइल्डै चिसो रहेछ, बिहान भएर होला। एयरपोर्ट क्रस गर्दै धेरै सामान क्यारी नगर्दाखेरि पनि कस्तो फ्रिली हिँड्न पाए जस्तो हुन्छ होइन। अनि मैले चाहिँ एउटा अस्ति हाइकिङ अथवा भनौँ न ट्रेकिङ जाने जस्तो बुट किनेको थिएँ। अनि हुन चाहिँ बाइकमै गएको थिएँ। अनि त्यति बेला चाहिँ यो बुट एज अ बाइकिङ युज गरेको थिएँ। अनि त्यो बेलादेखि चाहिँ मेरो बाइकिङ बुट भइसक्यो अब यो। रिजिड छ होइन, स्ट्रङ छ। तपाईँहरूलाई म देखाउँला यो कस्तो खालको बुट हो भनेर। अनि लाइक यो जुत्ताको लागि चाहिँ पुरै खोजेको नै हो कि, न्यु रोड खोजियो, जमल खोजियो होइन, यही मोडलको चाहिएको थियो, मन पराएको थियो भनौँ यही मोडल। अनि कलर पनि फेरि कलर पनि सेम नपाइने, एउटा चाहिँ वाइटवाला पाइरहेको थियो, तर वाइटवाला चाहिँ मलाई छिटै फोहोर हुन्छ जस्तो लागेर नलिम जस्तो लाग्यो। अनि ग्रेवाला लिएको छु मैले। अहिले चिया खाने ठाउँमा देखाउँला हजुरहरूलाई। गाडीहरू गइरहेछ। अब यो गाडीहरू धेरै नै गइरहेको छ भने आज मानौँ, अब आज धेरै नै गाडी हिँडिरहेको छ भने चाहिँ प्रब्लमै हुन्छ होइन। एकदम बाटो प्याक हुन्छ क्या, फेरि धुलो उड्ने त्यस्तै। किनकि अस्ति नै गाडीले बगाएर चाहिँ धुलोहरू उड्ने भएको छ भन्नाले अफरोड भएको छ, खोलाको बाटोबाट जानुपर्छ। सो त्यसले गर्दाखेरि चाहिँ अहिले मान्छेहरू टन्नै गइरहेको रहेछन्। सो अझै बेला भएको छैन भनौँ, यिनीहरूको 7 त बजिसक्यो। रेड लाइट रहेछ, झन्डै लग्यो अगाडि। थ्री, 2, 1 सो यहाँ चाहिँ स्पिड चेकिङ हुन्छ होइन। कोटेश्वरको अलिकति उकालो जस्तो छ। कोटेश्वरतिर जाँदाखेरि चाहिँ मेन भनौँ न स्पिड चेकिङ पोइन्ट हो यहाँ चाहिँ। सो सक्दो 30-40 चलाउँदा भयो यो बाटोमा। त्यो पनि एकैछिनको लागि हो जस्तो लाग्छ, थोरै मात्रै। अब यो क्रस भइसकेपछि चाहिँ हामी फेरि आफ्नो नर्मल स्पिडमै जान्छौँ, जुन कि 50 हो भक्तपुरसम्म चाहिँ। ग्रीन लाइटै रहेछ। सो लेट्स गो। सनराइज पनि बवाल भइरहेको रहेछ आज रातोमा। अब देखिन्छ होला तपाईँहरूलाई।
म्युजिक पनि आइरहेको रहेछ जस्तो लाग्यो, रेकर्ड भइरहेको जस्तो छ। Set 5 4 3 2 1 go। बिहान हेर्दाखेरि चाहिँ धेरै जस्तो मान्छेहरू ट्राभल गरिरहेकै जस्तो देखिन्छ होइन। युजली दुईवटा हेलमेट लगाएर खासै हिँड्दैनन् मान्छे, अनि यहाँ हेर्दाखेरि चाहिँ धेरैजनाले दुईवटा हेलमेटै लगाइराख्नु भएको रहेछ। लभ द सनराइज टुडे। एकदम क्राउड जडीबुटीको एरियामा बसहरू बाहिर निस्किरहेको देखिन्छ, मान्छेहरू बसिरहेछन् टन्नै प्याक हुँदै अगाडि। एकदम यहाँ बस पार्कमै पनि क्राउड छ। कतिलाई त युथहरूलाई भनौँ भोटिङ एकदम जरुरी छ यो होली भन्दा पनि। मलाई पनि स्पेसली भन्दाखेरि चाहिँ भोटिङकै लागि जान खोजेको हो। सो मौका मिलेर होली पनि सँगै परेको भएर चाहिँ एक तीर से दो निशाने भने जस्तै भइरहेछ। ब्याकग्राउन्ड म्युजिकमा हाम्रो हेडफोनमा बजेको चाहिँ हेलमेटमा बजेको चाहिँ आइरहेछ जस्तो छ। सो ब्याकग्राउन्ड म्युजिक राख्नु पर्दैन जस्तो लाग्छ, तर कपिराइटको इस्यु आउन सक्छ होला मेबी। यहाँ पनि ग्रिन लाइट, सो इट्स अ क्लियर साइन टु गो होम आई गेस। लट्स अफ गाडी अगाडि जाँदैछ, हामी जित्दै जानुपर्छ। मलाई चाहिँ पुरै एरिया नै पुरै ट्रिप नै ब्लगमा हाल्न मन लाग्छ, तर स्टोरेजले दिँदैन, के गर्ने। पुरै भोजपुरी गीत लगाएको छु मैले प्लेलिस्टमा, सो द्याट इट गिभ्स द मोर एनर्जी टु ड्राइभ एज वेल। अलिक क्लिप भइरहेको जस्तो लाग्यो, क्यामेरा एङ्गल थोरै मिलाउनु पर्छ। सो दिस इज गुड। अब एकछिनपछि अफ रोड सुरु भइहाल्छ, सो अफ रोडमा चाहिँ मलाई खासै फेरि खिच्न मन लाग्दैन कि। Most of them are traveling like 1, 2, 3, you know. माथा के दर्द होवे राजा जी।
तुम मर्द नहीं मन सुनो हुए राजा जी तुम मर्द नहीं माथा के तुम मर्द नहीं माथा के most of the people fuel their bikes here किनकि अब अगाडि सेफ भएर जान मन लाग्छ क्या मेरो पनि 1 लाइन चाहिँ घटाएको छ सो म त पुग्छु होला किनकि फुल ट्याङ्की नै हालेको थिएँ मैले हिजो अस्ति भर्खरै घर जानलाई चाहिँ पुग्छ म खासमा स्कुटरमा जानु लाग्थेँ तर स्कुटरमा ढाड दुख्छ जस्तो लाग्यो कि सो दिस सिट इज सो मच कम्फर्टेबल होइन लङ राइडको लागि एकदम दामी बाइक हो मिटियर स्कुटरमा चाहिँ ढाड थोरै चलाउँदा सिटीमै चलाउँदाखेरि पनि ढाड दुखिरहेको थियो सो नो मैले लङ राइडको लागि चाहिँ सजेस्ट गर्ने किनकि 5 to 6 आवर्स चाहिँ मैले चलाउनै पर्छ होइन यो बाटोबाट जाँदाखेरि ट्रकको अगाडि ओभरटेक गर्नु हुँदैन सो विल टेक अनदर वे बट के गरे सल छिर्यो भित्र यो चाहिँ समस्या छ क्या मान्छेहरूले सिरियसली लिँदैन त्यो मान्छे नै झारिदिन्थ्यो क्या अहिले पछाडिपट्टि होइन उसको सल थियो कि के थियो टावेल थियो त्यो बेरियो क्या चक्कामा होइन त्यो कहिलेकाहीँ चाहिँ धेरै जस्तो मान्छेलाई भनिरहेको हुन्छु बाटोमा हिँडिरहेको बेलामा सो द्याट आफ्नो सबै त्यो कुराहरू चाहिँ एकदम बाँधेर राख्नुहोस् भनेर कि तर सिरियसली लिँदैनन् त्यो एकदम सिरियस कुरा हो होइन मलाई रमाइलो लागिरहेको छ किनभने मोस्ट अफ द पिपल आर ट्राभलिङ आउट अफ भ्याली राइट नाउ तुम मर्द नहीं माथा के दर्द है राजा जी सो अब अहिलेलाई चाहिँ अब रेकर्डिङ अफ गरौँ सो विल फोकस अन ड्राइभिङ अनि अफ रोड जस्तो पनि आउन आँटिरहेछ हामी अर्को अब ब्रेक लिन्छौँ एकछिनपछि सो त्यसमा म फेरि पनि रेकर्ड गर्नेछु ल हस् थ्याङ्क यू अहिलेबाट चाहिँ अब ट्राफिक सुरु भइसक्यो किनकि यो सिङ्गल लेन गरेको छ भक्तपुरको बाटो बनाइरहेको भएर साङ्गासम्म साङ्गा भनेपा हजुर धुलीखेलसम्म पुरै लाइन छ कि बाइक चाहिँ यसो घुमाए फिराएर कता कताबाट निकाल्न मिल्छ पनि मान्छेहरू लाइन बसिरहेको रहेछन् बाइकवालाको छुट्टै लाइन छ अनि गाडीहरूको छुट्टै लाइन छ The day we went away. Nice slogan though.
बाटो बनाइरहेको भएर कता बाटो चाहिँ के छ थाहा नै नहुने। कोही कताबाट गइरहेछ, कोही कताबाट गइरहेछ। बसले धुलो उडाउनुभन्दा अगाडि जानुपर्छ। धुलो पनि छ, कुहिरो पनि छ।